हेलो हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामीहरू यता घुम्न आएको छौँ माउली घरतिर। ठ्याक्कसँगले यहाँ दिदीहरू हुनुहुन्छ, यता जाँदै हुनुहुन्छ दिदी। यहाँ छोरा भाग्दैछ होइन। आज माउली घरतिर चाहिँ मामाहरूलाई भेट्न दाजुहरूसँग चाहिँ हामीहरू हिँड्दैछौँ ठ्याक्कसँगले है। यहाँ रुख कत्रो ठुलो भएको छ, ठ्याक्कसँग हिँड्दैछौँ हामीहरू। यस्तो मजाको छ यो रुख। यहाँ दिदी र लुङमा हिँड्दै हुनुहुन्छ। बिस्तारै जाँदा हुन्छ नि। यहाँ कुखुरा हजुरहरूले कसरी मनाउँदै हुनुहुन्छ दसैँ? हामीले यो तरिकाले मनाउँदैछु, बिन्दास बाटोमा हिँड्दै। हेर्नु न यो रुख हेर्नुहोस् ल गाइस, साथीहरू। यस्तो मजाको छ यो रुख। बस्ने ठाउँ सिंहदेवी मन्दिर। हिँड्दैछु हामी ठ्याक्कसँगले। कुखुराहरू फाइट पर्दैछ हौ यहाँनिर। कुखुराहरू फाइट परेको हेर्नुहोस्। मेरो सानो छोरा। आजको दिन चाहिँ एकदमै राम्रो छ, गर्मी पनि छैन। फुलिरहेछ। लुगा पर्खिनु न, कस्तो राम्रो ठाउँ छ यहाँनिर न। हाम्रो चाहिँ उहाँ चाहिँ लुगा दिदी हुनुहुन्छ है। हाम्रो लुगा दिदी है उहाँ चाहिँ। फुल हेर्नुहोस् यहाँ कस्तो मजाले फुलिरहेछ। यहाँनिर फुल फुलिरहेछ। फुलहरू छ गाइस यहाँदेखि। हामी चाहिँ तलदेखि आएको है। सट्रसँग हेर्नुहोस् कोदोबारी। कोदोबारी बाख्रा चढ्दैछ हेर्नुहोस् मासतिर। ठ्याक्क हामी यहाँ आइपुग्यौँ। यहाँ सामान किन्न। यो पनि उहाँ पनि दाजुको घर हो है। दोकानी आमै हाम्रो दाजु सेवारो लुगा। एउटा ठुलै दिनुहोस् न, एउटा ठुलो स्प्राइट दिनुहोस्। कोसेली अनि नयाँ नाम रक स्टार 2 PM दिनुहोस्। यहाँ के नजारा। सामान किनेर लाग्यौँ है हामी चाहिँ उकालो। अब यो पप्पी हो बसिरहेछ। यतातिर लाग्यौँ है त। नजारा कोदोबारी। कसँग हामी यतातिर आएको छौँ। यहाँ तलतिर दाजुको हुन्छ।
है त आज त यति नै फलो गर्नुहोस् सब्स्क्राइब गर्नुहोस् आजलाई बाई बाई